साथीहरू आज हामी बेल्जियमतिर आएका छौँ र म चाहिँ हाम्रो सानो एउटा परिवारको साथमा बेल्जियम घुम्न भनेर आएको र यो हाम्रो पहिलो दिन हो। यो अहिले चाहिँ हामी क्वाटे नोड भन्ने ठाउँतिर आइपुगेका छौँ। यसमा चाहिँ ठुला ठुला बिल्डिङहरू छ र यो बिल्डिङ हेर्दाखेरि एकदम विकसित सहरको यो मोडर्न सहर जस्तो देखिँदो रहेछ। र हामी आजको यो हिँडाइ चाहिँ करिब एक दिन पुरै हुन्छ र अहिले दिनको सायद 2-3 बजेको अवस्था छ र यो सहर हामी हेरिसकेपछि उतातिर अर्को एउटा ब्रसेल्स पेन्टागन हेर्ने लक्ष्य छ र त्यसैमा अवस्थित ग्रान्ड प्यालेस पनि मुख्य आकर्षण हो। हामी इन्जोय पनि गर्दैछौँ यो दृश्य हेरेर र यसबीचमा देखिने सबै दृश्यहरूलाई क्यामेरामा कैद गर्दै जाँदैछु। पर्यटकहरूले भरिभरा सिट निकै राम्रो देखिन्छ। बाटोमा यस्ता कलाकारिता देखाउनेहरू पनि प्रशस्त भेटिन्छन्। अनि यहाँ बेल्जियम चकलेट र वाफल निकै पपुलर रहेछ र यस्तै रमाइला दृश्यहरू हेर्दै हामी अगाडि बढ्दैछौँ। Thank you very much. Let's sing it one more time. 1, 2, 3, let's go. Nossa, nossa, sing. Crazy keys, crazy keys. Go. So when you go on Instagram and TikTok, you just type Crazy Keys Showtime. I'm going to do a song for you. ल वाउ, आजको यो हाम्रो गन्तव्य पनि सायद आए जस्तो छ। यो चाहिँ ब्रसेल्स पेन्टागन को चोक भनौँ न यसलाई। यहाँ चाहिँ टाउन हल पनि रहेछ अनि विभिन्न कलात्मक बिल्डिङहरू अनि पर्यटकले खचाखच देखिने यो ठाउँ अति सुन्दर लाग्यो मलाई चाहिँ। र यहाँ अर्को एउटा चाहिँ फुटबलको खेला पनि ट्यालेन्ट देखाउँदै रहेछन् एकजना र तिनीहरूलाई नै अब समर्थन गर्दै दृश्यहरू कैद गर्दै म र अरू धेरै मानिसहरू चाहिँ उनको कला हेर्दै पनि छन्। यति राम्रो छ यो दृश्य, हेरिरहँ जस्तो लाग्ने विभिन्न किसिमका कलात्मक
घरहरू पुराना संरचनाहरूलाई एकदम मोडर्नाइज्ड तरिकाले चाहिँ सुसज्जित बनाएको रहेछ। एकपटक चाहिँ यहाँ चाहिँ घुम्न आउनु पर्ने नै जस्तो लाग्यो मलाई। यो ठाउँ चाहिँ एकदम महत्त्वपूर्ण रहेछ पर्यटकहरूको लागि, एकदम राम्रो छ। स्ट्रिट पर्यटकले भरिभराउ छन्, निकै व्यस्त छ। रेस्टुरेन्टहरूमा पनि पुरै प्याक छ। अनि म चाहिँ सहरको रमाइलो हेर्दै अगाडि बढ्दैछु। अनि मेरो साथमा परिवारका सदस्यहरू पनि छन्, उनीहरू पनि रमाइलो गर्दै फोटो खिच्दै अगाडि बढ्दैछन्। अबको 1 घण्टा जति यहाँको भ्रमण गरिसकेपछि हामी यहाँबाट चाहिँ आउट हुने लक्ष्य लिएका छौँ। किनभने हामीलाई बेलुकीसम्ममा अपार्टमेन्टमा पुग्नु पनि छ बास बस्नका लागि, र भोलि हामीलाई लक्जमबर्ग पुग्नु छ। ल अब म यहाँबाट हाम्रो वासस्थानका लागि अगाडि बढेँ। बिचमा पर्ने अरू ठाउँहरू सहरहरू कस्तो छन् त्यो पनि म देखाउँदै जानेछु। एकदम सुन्दर र शान्त छ सहर।